चट्टा लाएर भट्टा खाएर हामी चाहिँ बाहिर हिँडिरहेको आज बाहिर मौसम होइन यसो भिजिट गर्न हिँडिदिएको आज छुट्टीको दिनमा अनि गाइस तपाईँहरू के गर्दै हुनुहुन्छ ओके गाइस लाएर भट्टा खाएर भन्छन् तर यस्तो रहेछ गाइस यहाँको मलाई गाइस 4D एक्सिस स्क्रिन डोल्बी भिआइपी सिनेमा पनि यहाँ रहेछ गाइस यहाँ चाहिँ सिनेमा हल गाइस चाहिँ सिनेमा हल यतातिर छ गाइस है यसका बाजु यस्तो छ पछाडिपट्टि दामी बनाएको रहेछ त्यो मल चाहिँ दामी बनाएको छ गाइस यसो घुमिदिएको कहिले कहिले घुम्नुपर्छ जहिले रुममा मात्र कति बस्ने होइन यसो छुट्टीको दिनमा घुमिदिनुपर्छ भने घुमिदिएको गाइस भाइको त भाइको गाइस मेरो भाइ भाग्यो तर दामी छ जस मल चाहिँ दामी बनाएको रहेछ गाइस मल चाहिँ मन परेर क्या के गर्नु दामी बनाएको रहेछ लाइटहरू दामी हालेको छ गाइस हेर्न सक्नुहुन्छ गाइस है लाइट चाहिँ दामी हालेको छ गाइस यहाँ चाहिँ सिनेमा हल यतातिर सिनेमा हल गाइस सिनेमा हल यहाँ चाहिँ यहाँ फिल्म के फिल्महरू लागेको रहेछ इङ्ग्लिस फिल्म लागेको रहेछ गाइस तर दामी बनाएको छ यस गाइस कहिले कहिले घुम्नुपर्छ होइन यस्तो घुम्दै गर्दाखेरि यस्तो यस्तो ठाउँहरू आइपुगिन्छ समटाइम निड टु इन्जोय गाइस रुममा कति बस्ने होइन रुममा बस्दा बस्दा वाक्क लगाइरहेको हुन्छ अनि यसो बाहिर निस्केको छुट्टी पनि थियो यसो अफिसमा काम थियो अफिस आउनुपर्ने काम थियो होइन त्यो भएर अफिसमा पनि आएको यसो अनि त्यसका बाजे यसो घुमिदिएको गाइस है घुमन्ते जीवन त्यसका बाजे ओइ दामी बनाएर छ यतापट्टि अब रहेछ त्यसका बाजे खर्च त गरेको रहेछ जस यहाँ चाहिँ मलको लागि चाहिँ खर्च गर्छ गाइस यस्तो बनाएको छ गाइस त्यसका बाजे त्यो चाहिँ केटाकेटी खेल्ने ठाउँ किड जोन रहेछ किड जोन केटाकेटीहरू खेल्ने ठाउँ गाइस है यहाँ चाहिँ केटाकेटीहरू मजा गर्ने ठाउँ मजाले खेल्ने ठाउँ क्या केटाकेटीहरू ओके गाइस निकै धेरै खर्चै गरेर बनाएको जस्तो छ मल चाहिँ गाइस पैसा हो पैसा म्याकडोनल्ड्स पनि गर्छ बडी हेर्नुहोस् त गाइस कस्तो दामी छ क्या सिन है सिन चाहिँ दामी रहेछ डेकोरेसनहरू त खतरा गरेको छ भित्र कस्तो दामी बनाएको है दामी बनाएको छ यार यो कस्तो कस्तो मजाले कुदेर बनाएको जस्तो क्या हेर्नु त गाइस कस्तो दामी बनाएको छ क्या दामी बनाएको छ मल चाहिँ कत्रो बनाएको रहेछ ओ माइ गड यहाँ पछाडि मैले के देखेँ भन्दाखेरि गाई चाहिँ लाएर यो चाहिँ के हो जियोग्राफी जस्तो छ त त्यो उस पनि रहेछ नि त होइन जियोग्राफी जस्तो क्या दामी बनाएर रहेछ के हो पश्चिमा मलभित्रको नेसनल जियोग्राफिक रहेछ गाइस नेसनल जियोग्राफी यतापट्टि
एक्सप्लोरर डिपोट लेखेको छ। यो चाहिँ सप जस्तो छ। यहाँ चाहिँ गाइज नेसनल जियोग्राफी चाहिँ भित्र बाहिरबाट खिचेको भित्र पनि जान मिल्ने रहेछ। अर्को दामी रहेछ। दामी छ। यो चाहिँ सीमा मल नेसनल जियोग्राफीको गाई चाहिँ आज असीमा मल्टु नेसनल जियोग्राफीमा आइदिएको गाइज। नेसनल जियोग्राफी त्यसका बाजे आइदिएको यहाँ कस्तो रहेछ कस्तो रहेछ भनेर हेर्न आइदिएको क्या। ओके गाइज, ओके बाई।